हेलो 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 गाइज के छ मेरो त ठिकठाकै छ। आज चाहिँ नि म जाँदैछु दाउरा लिन अनि यसो बहिनी र म भएर लाग्यो दाउरा लिन। मम्मीले आधा बाटामा दाउरा ल्याएछ के, त्यसैले हामी चाहिँ नि जाँदैछौँ जिउडो लगेर टक पारामा आधा बाटोसम्म दाउरा लिन। यो नै हो गाइज मम्मीले वनबाट ल्याएको दाउरा। अब यसलाई दाजु बहिनीले टक पारामा घर लैजाने हो। मम्मी कहाँ गएको छिन् भनेर यस्तो सोध्दै थियो कि मम्मी उता घरबाट यस्तो आइदिरह क्या। अनि गाइज हाम्रो अर्ग्यानिक तोरी गाउँको अर्ग्यानिक तोरी गाइज क्या दामी छ नि फुलिरा। अब यस्तै छ गाइज, अब मेरो चाहिने गाउँको जीवन अब ढुङ्गामा ठाङ्ग लडेर खानुपर्छ। अब यस्तै नै हो नि गाइज गाउँको जीवन भनेको। सहरिया जीवन जस्तो कहाँ हुन्छ र गाइज। हामी चाहिँ दाउरा लिने भनेर आएका, तर मम्मीले घाँस बाँधिदिए। अब भनेको काम गर्नै पर्यो। अनि त्यसपछि केही बेर मम्मीले टक पारामा घाँस बाँधे अनि त्यसपछि हामी लाग्यौँ घरतिर। अनि बहिनी हामीले सबैले घाँसका भारीहरू उठायौँ र अनि हामी आयौँ घरतिर। गाइज यो नै हो मैले लिएको घाँसको भारी। यत्रै घाँसको भारीले पनि मलाई यस्तो भारी भइदिरह क्या। तपाईँ चाहिँ कत्रो बोक्न सक्नुहुन्छ कमेन्ट गर्नु ल। म चाहिँ नि यत्रै सक्छु। अब उकालो देख्ने बित्तिकै कस्तो रिङ्गट आइदिरह क्या। त्यही पनि मैले त स्या गर्दै टक पारामा लिइहालेँ। अब घरको पहलवान भनेको मै हो। अब यत्तिको अब घाँसको भारी त ल्याइन्छ। मान्छे दुब्लो भए पनि सुकेको हड्डीमा लुकेको बल लुकेर बसेकै छ क्या। गफ गर्दा गर्दै उकालो हक्केको थाहै भएन क्या। अब घाँस त बिसाउनै पर्यो, त्यसैले म लागेँ टक पारामा गोठतिर। यो नै हो गाइज मेरो गोठ चाहिने। अब कस्तो छ, अब गाउँको गोठ हो, अब यस्तै हुने त हो। अनि मैले भारी सारी ड्याङ डुङ फालेर अनि म लागेँ घरतिर। अब मेरो मिनी भ्लग यहीँ सकिन्छ। अब मेरो मिनी भ्लग कस्तो छ गाइज मन परेमा लाइक कमेन्ट सेयर चाहिने गर्न नबिर्सिनु होला। हस् त धन्यवाद।